Good evening, everyone. Going for she's a chef, our chef. I'm the chef. All the stuffs. All the And this is the and this cabbage, this potato, and this one. Oh, gram flour, right? No. Pura? No, I know. Is a reference of these all the. Sorry. This. She's saying. Mixer हुँदैछ गर्नु पहिला पेसन हुँदैछ lovely पकौडा शेफ मटर पनीर अनि यो चाहिँ पनीर यो चाहिँ हाम्रो फ्रेन्ड्स आई एम आउटसाइड यसमा चाहिँ हामी आउने छु अहिले त्यो छ यहाँको भ्यू के हुँदैछ सूर्योदय पर्छ क्या टक्क यो पानीपुरीको फोइल पेपरमा छ काउलीको तरकारी सिजा हेर न यहाँबाट आउँछ सिङहरू पनि वाउ यहाँ देखेछु अनि त डाइनिङ टेबल हो यहाँ सन मलाई त एभ्रिथिङ इज 20 people. and we were helping her उता भित्रको नम्बर चप्पल Hello guys, good evening everyone. So we are going for के हो क्या पहाडीमा बोल पहाडीमा बोलेर त कहाँ हुन्छ त नि मेरो भ्युअर्स चाहिँ इंग्लिश मात्र बुझ्छन् हैन हामी चाहिँ भोलि केटरिङको लागि नकराउनुस् बढी यहाँ भोलि हाम्रो केटरिङ छ सी इज अ शेफ आवर शेफ एन्ड helper we both are so you guys I'm the chef I mean like I'm the one who cooks the things and these two are my we are the we do preparation for the all the stuffs all the vegetables she does all the vegetable part of things and she assists me when I'm doing the preparation and okay let me show what are the vegetables we have today okay I'll show from this is the onion and this potato and we have cabbage and this one is potato and tomato later on so this is a cucumber achar ko lagi ani this one is cauliflower and now here यहाँ चाहिँ हाम्रो पकौडाको लागि पकौडालाई के भन्छ इंग्लिशमा इंग्लिशमा के भन्छ पकौडालाई के भन्थे के पो भन्थ्यो पकौडालाई this is a mixture of a potato cabbage onion and what are the other besan gram flour right so all the ingredients are mixed here and I have shown everything and these potatoes will be boiled very soon and here are tomato as well अब टमाटर अनि आलु अनि यो काउलीफ्लावर यसको चाहिँ तरकारी बक्छ यो सबै भेज मात्रै हो भेजिटेरियन पार्टी हो यहाँ चाहिँ राइस फिडिङ सेरेमनी हैन त्यसको लागि चाहिँ हाम्रो यो प्रिपरेसन हो अनि यसको चाहिँ तरकारी के भन्छ अर्को हाम्रो पनीर मटर पनीर बन्छ अब मटर चाहिँ कता छ थाहा छैन यतै होला पानीपुरी पनि रेडी हुन्छ एकछिनमा त्यो आलु बोइल हुन्छ ओ माय गॉड पनीर पकोडा हामी खाउला यो चाहिँ भेजिटेरियन वाला हो फर्स्टटी ओके सो बेसन हाल भने बेसन मलाई भन्नु थियो नि यार 1 किलो बेसन अस्ति किन्न गए म बेसन त्यहाँ साथीहरुले 1 किलो उठाइदियो के 1 किलो बेसन म कहिले पुरा ओ शी नो ऑल द एस्टिमेशन विदाउट मेजरमेन्ट शी डोन्ट नीड अ मेजरमेन्ट
अनुभव सी इज एक्सपिरियन्स्ड सी डोन्ट निड टु मेजर एनिथिङ सी एस्टिमेट बाई हरसेल्फ विथआउट मेजरिङ एन्ड सी इज ए साथी बिस्तारै के यो चाहिँ भोलि भात पनि पकाउने धन्यवाद साथी वेलकम छ हजुरलाई म त भोलि त काम नभएको कति खाली बस्थ्यो होला काममा नजाउन भोलि हजुर उठाउनु होइन उठाउने उठाउनु होला हाम्रो चाहिँ आज चाहिँ पकौडा प्रिपेरेसन हुन्छ अनि आलु सालु बोइल गरेर अचार सबैको प्रिपेरेसन हुन्छ अनि भोलि मात्र हाम्रो पाक्छ यो सबै कुरा किनकि भोलि चाहिँ राइस फिडिङ सेरेमनी हो सो द्याट इज वाइ सबै कुरा भोलि कम्प्लिट सो आई निड टु पुट दिस इन अ पेन उयो भुइँमा खस्यो के सेफ हामीलाई माफ गरिदिनु होला गल्ती भएकोमा अबमा फ्री सफा सफा गर्नु भनेको के हो चाहिँ अनि बन्द गर्नु पर्ला नि त नि टु गर्छ अनि एक सेकेन्डमा हो okay this is a refrigerator I need to clear this all because we need to set up these all ingredients over here so that is why okay friends I need more flour, 2.5 spoon of salt. okay I oh sorry 1 spoon each of masalas. okay which one this one 1 spoon. Yeah. oh these are the masalas how this way I can Expect this much ooh salt 1 spoon. 1 tablespoon And another one. this one this much or more More. you want more this much okay this one up okay now this one this much okay enough Kasturi methi. oh my god kasturi methi so I'll keep this here And gram flour पनि oh yo this one हामी पकौडा बनाउने हो अनि पनिरको मसला बनाएर राख्ने हो how much water अनि त्यस अनि अनि हाम्रो आलु चाहिँ आलु बच्चा चाहिँ बनाएर राख्ने त्यति मात्र अनि अरू भोलि बिहान बनाउने 5 बजे उठ्ने 5 बजे सबै नि उठ्यो भने टियर राखे आफै नउठ्ने हामी 5 बजे उठेर भोलि प्रिपरेसन गर्छौं as she is saying मेरो 9 बजेमा बुकिङ ब्रेकफास्ट छ मलाई 5 बजेर 50 मिनेटमा पर्चमा पुर्याइदिने साँझ होइन त अरू चाहिँ थाहा छैन फेरि त्यहाँ पुग्नु त बुढी मारिहाल्ने your first day you are late no this is not के भन्ने कोरियन फेरि बेडा राखी फोन भयो भएन कहाँ भयो त अहिले कति मिनेट मात्र भयो म निकाले त्यो भिडियोमा कति how much कस्तुरी मेथी ओके कस्तुरी मेथी ग्रीन बनाउनलाई हैन भेजिटेबल अरु त हालेछ हामीले क्याबेजहरु अरु के एनीथिङ इनफ This bucket is lovely. खै हेरौँ त राम्रो रहेछ त बकेट त वाउ दामी रहेछ यो चाहिँ ओभनमा चिकन हो यो चाहिँ भोलिको लागि हैन हाम्रो लागि हो कति नि हो तलाई 3.5 this one a dolly I'll teach you guys how to open this one so open this one play बोल्दै जाऊ कान्छी तिम्रो मिठो स्वर छ के थाहा हाम्रो नयाँ सब्स्क्राइबर बढ्छन् कि तिम्रो बोली सुनेर मन व्रत धारण दियो जस्तो छ हाम्रो साथीले अब चाहिँ मलाई पनि देखाउनुस् अब चाहिँ म हो यसको चाहिँ मिक्सचर बनाउने वाला यसमा पनि हाल्ने हो मेथी oh already so water नुन हालेको एकछिनमा so this is how यसरी हैन कान्छी उसरी नै हो त्यसरी होइन यसरी उल्टो फुल्टो भयो भने फेरि सुल्ट्याउन गाह्रो हुन्छ के एकै नास्को बनाउनु पर्छ अपसाइड डाउन ल भइहाल्यो यति हो यो मिक्सचर हुँदैछ गाइज यहाँ हेर त गाइजहरु आफ्नो पहिला भिडियो बनाउने यसमा हालेको छ पुदिना यो चाहिँ हाम्रो पानीपुरीको मसला हो पानी पुदिना धनिया अनि हरियो खोर्सानी जिरा अदुवा लसुन अनि मरिच नुन अब यसमा के अनि पानी 1 गिलास सानो पानी के हाल्ने रे पिङ्क सल्ट त्यहाँ छ भित्र पिङ्क सल्ट ओके ए बढी हुन्छ अर्को व्हाइट वाला नि छ ए हुँदैन सेफले भनेपछि भइहाल्यो नि ए यहाँ आलु बोइल हुँदैछ साथी यो भयो कि भएन साथी होइन कि बहिनी सेफ यो चाहिँ पनिर प्रिपरेसन हुँदैछ पनिरको लागि मटर पनिरको लागि
यहाँ स्विच अन छैन, अन गर्ने केही हुँदैन, त्यसलाई लक गर्नुपर्छ यसरी। अनि मेक स्योर स्ट्रेट क्लोज त्यो लाग्यो छैन राम्रो भयो। यहाँ अन हामीलाई के चाहियो पनि हाल्यो, अँ हाम्रो चाहियो के फोरमा हाल्यो। ढक्कन खोर्सानी पनिर पानीपुरीको मसला दिइहाल्यो खाउँ कसरी अलि तेलमा फ्राई भएको भए खानुहुन्थ्यो त बच्चालाई को बनाउने पोइको बच्चा हुने हामी खानु मजी हो This is the pakoda we made for tomorrow. Wow, what a lovely pakoda. Chef. Oh my god, $14. Good morning friends. So यो चाहिँ हाम्रो न्यू मर्निङ आज चाहिँ हामी के पकाउँदैछौँ हेरौँ है त यो चाहिँ हाम्रो मटर पनीर दिस इज मटर पनीर वाउ यो चाहिँ एउटा यो पाक्यो होइन अनि यो चाहिँ हाम्रो यो इमलीवाला खट्टा मिठा सस पानीपुरीको लागि ओ एडिङ मोर पनीर वाउ लभली एन्ड देन वी हेभ दिस इज चटनी टमाटरको चटनी यो पनि टमाटरको चटनी पकौडा भइसक्यो हाम्रो अनि अब बाहिर चाहिँ हाम्रो स्पेसल पाक्दैछ आई सो यु फ्रेन्ड्स सो दिज आर द इनसाइडको सेफ एन्ड आई एम आउटसाइडको सेफ म चाहिँ यहाँ कुकिङ गर्दैछु पुलाउ सो यो चाहिँ पुलाउ रेडी हुँदैछ हाम्रो यसमा चाहिँ हामीले घिउ बटर अलिकति ओइल अनि ड्राई फ्रुट्सहरू सरी ड्राई फ्रुट्स होइन कि यो के भन्छ मसलाहरू आइटम्सहरू जिरा लिएर यो बे लिभ्स अनि के हो स्टार रेजिन केहरू सबै ड्राई मसलाहरू युज गरेका छौँ र यो पाकेपछि म देखाउँदैछु अहिले चाहिँ हामीले यसलाई यसरी चलाइराख्नुपर्ने हुन्छ अनि लास्टमा चाहिँ हामीले घिउ एड गर्छौँ यसमा घिउ छ अनि त्यसपछि मटर हाल्ने मटर पुलाउ पकाउँदैछौँ आज ब्युटिफुल मर्निङ सूर्य चाहिँ यताबाट आउँदो रहेछ क्या हो मलाई चाहिँ थाहा छैन कता हो यस्तो छ यहाँको भ्यू चट्टा अलिकति मिलाउनु पर्नेछ बाँकी चाहिँ पर्फेक्ट छ हामी चाहिँ 5 बजे उठेको 5 बजे उठेर प्रिपरेसन हुँदैछ किनकि मैले पनि रिटर्न घर जानुपर्ने हुन्छ अनि यो सबै काम सिद्ध्याएर बहिनीले पनि काममा जानुपर्ने हुन्छ गाइजहरू अब यो मजाले म यस्तो गर्दै गर्छु किनकि अदरवाइज तल डढ्ने चान्स हुन्छ त्यही भएर म यसमा लाग्छु सो गाइज यु अहिले एकछिनमा ओके फ्रेन्ड मटर पनि हाल्यो अनि पानी पनि हाल्यो लेट्स चेक अब यसको लिड लगाइदिने यसलाई चाहिँ यो चाहिँ ग्यास छ अनि यो चाहिँ म छु सुनिया त छ नि मैले बोलेको यहाँ त हो नि ठिक छ के गर्दैछ साथीहरू हेर के छ साथीहरू के हुँदैछ वाउ कस्तो राम्रो है बिहान बिहान मर्निङमा सन के भन्छ सूर्य देख्न पाएँ आज मैले ओ जय श्री राम जय श्री राम जय श्री राम जय सूर्यदेव आइम सो ह्याप्पी के यताबाट आउँदो रहेछ सन चाहिँ यहाँ चाहिँ यो चाहिँ पनिर यता राखिसक्यो यस्तो भाँडामा राख्नुपर्छ क्या टक्क केटरिङ भनेपछि त प्रपर हुनु पऱ्यो कि प्रपर यसरी पुरै अरू पनि हाम्रो छ धेरै अरू आइटमहरू बनाउने हो नि त्यसपछि लास्टमा पनि अनि हाम्रो यहाँ पनि छ यो चाहिँ आलुको छ पानीपुरीको लागि यता यो बक्सेसहरूमा पनि छ के छ अनि माथि चाहिँ उ त्यो ग्रिन चाहिँ यो पानीपुरीको पानीपुरीको हामीले त्यो मिक्स गरे हो फ्रिजमा हजुर म त्यो उ त्यो लिड लगाउनु छ त्यसको त्यो उसको चामलको लिड लगाउनु छ बाहिर यो चाहिँ अचार छ हाम्रो यता आलुको अचार अनि अरू के छ यता पछि लास्टमा देखाउँछु म चाहिँ अब के छ अब के पाक्दै हो अब हाम्रो चाहिँ आलु र टाउलीको तरकारी मात्र पकाउनु बाँकी छ सो यो चाहिँ लिड हो केले पुछ्ने पानी र घिउ राखेको छौँ पानी कम पऱ्यो भने फेरि एड गर्नुपर्छ यसमा चित्त बिल्कुल लगाइदिने पाक्दै गर्छ अब तर यो अलिक पानी कमै हुन्छ जस्तो लागिरहेको मलाई चाहिँ लेट्स सी गुड मर्निङ शाशी गुड मर्निङ शाशी 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 सी इज आवर डग अब यसले पानी एकछिनमा हेर्नुपर्छ अहिले ठिकै छ द्याट्स फाइन फर नाउ ओ शाशी गुड मर्निङ शाशी टोइलेट गर्न गइरहेको जस्तो छ शाशीको बच्चाले मर्निङ भ्यू वा उ त्यहाँ हेर न सन कस्तो दामी रिफ्लेक्ट भएको यहाँ टक्क यहाँबाट आउँछ ओ माई गड वा कस्तो राम्रो देखेको सनराइज त सन किसिङ त्यहाँ आकाश पनि हेर्नुहोस् कस्तो क्लियर छ यार यति चरा कता गएछ त्यतै गएछ शाशी शाशी शाशी
वाउ ब्युटिफुल ओ चराहरू पनि वाउ यहाँबाट नि दामी आएको रहेछ त ऊ कस्तो राम्रो चराहरू त उडिसके कता गए अहिले हाम्रो सिमीहरू बिस्तारै फल्दैछ फ्लावरहरू लागेको छ उता मुन पनि देखा जे होस् इन्भाइरोमेन्ट चाहिँ एकदम राम्रो छ क्या अस्ट्रेलियाको अरू केही नभए नि अरू पनि छ बट अब आफ्नो कन्ट्री चाहिँ आफ्नै हुन्छ होइन जे जसो भए नि वाउ कस्तो दामी रिफ्लेक्सन आएको क्या आई निड टु चेक गुड मर्निङ गाइज हाई 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 म पनि देखेको छु ओ माई गड पानी त हराए जस्तो छ त गाइजहरू लेट्स चेक आउट ओ पानी त गायबै हुन्छ जस्तो छ हेरौँ न हल्का यसलाई चलाएर डली क्यान यु प्लिज वन्स भिजिट सेफले हेर्नु पर्यो नि त कन्फर्मेसन दिनु पर्यो नि त सेफले ओके वेयर हो छोड्दै अब छोड्दै छोप्न त छोप्ने हो स्टिमले पनि पाक्छ होइन स्टिमले पाक्छ कि छोड्दै हो जस्ट चेकिङ के ग्यास धेरै हाई नगर ओके लो हेरिहाल है बन्द होला फेरि त्यो त फुल भयो फुल पुरा यता हुन्छ ए ग्यास सकिनु कि हो कि उफ कस्तो ट्यालेन्ट हो क्या हामीहरू त के पकाइसक्यो यार मलाई त अचम्म लागिरहेको भनेको यार हो त नि अब यो सुरुवात यस्तैबाट त हो नि हेर त ल यस्तो राम्रो कसैले बनाउँछ सिकिहालिन्छ नि अब पुलाउ पकाउनु सिकिहाल्यो त अब अलि इस्टिमेसन भन्ने कुरा हो इस्टिमेसन बिस्तारै थाहा भइहाल्छ नि होइन स्यासी सुपर स्मार्ट क्या हाम्रो यो डाइनिङ टेबल हो यहाँ अब यो प्रिपेरेसनको यो सामानहरू यो भइसक्यो अनि ऊ खाना खाना रेडी छ ऊ कालो गाडामा बसिएको छ यस्तो बाँठी छ यो यस्तै बाँठी छ हाम्रो स्यासी त उफ सन कस्तो दामी तर यार राम्रो सूर्यको ऊ आउँदो रहेछ भित्र रेजहरू है पुरै मर्निङमा त आइरह नि त जति बजे नि अब मैले चाहिँ फेरि हेर्नु पर्यो कस्तो भइछ यहाँ पुलाउ I think it's cooking. Wow, it's looking delicious. I want to see. Ah, धुआं आलु गोबीको तरकारी हाल्दैछ धोयो सब धोया छ क्या आलु गोबी प्याज सबै एभ्रिथिङ Everything is done. मलाई त मिल्ने होला नि के थ्याङ्क यू भन्नु पर्दैन नि पैसा दिए पुग्यो दाइ आउनुहुन्छ कि कसरी गर्ने यसरी भयो एभ्रिथिङ इज रेडी हाम्रो चाहिँ डेलिभरीको लागि पुरै तयारी भइसक्यो छ guys our catering Oh is my ready. god This is for 20 people. she is our chef she prepared all these things and we were helping her कता होइन अहिले फेरि उता भित्रको लिएर आउन हामी भित्र छैन अब के गर्छ म आएँ यस्तो बटन गऱ्यो भने आफै होइन र जाने
नमर्छ पुग्न अब त बन्द हुँदैन नि त अब हिँड्न लागे हाल्दैछु प्लेटहरु निकाल न यो पहिले चाहिँ डलीलाई सोध अन्ट्रे कहाँ राख्ने हो अन्ट्रेको साइडमा यो प्लेटहरु राख्दियो कहाँ राख्ने डोली हो कहाँ राख्ने हो कहाँ अट्छ त्यो कस्तो पानीपुरी पानीपुरी हामी प्लिज फेरि मैले सोच्छु है तिमीलाई थाहा छ ओइ किचनमा राख्यो पछा उठाएको त्यहाँ छाडेलाई हो कि